नमस्कार आदरणीय दर्शक महानुभावहरू यहाँ भान्जीले आँखा तरिसकेको छ मलाई। यो मेरो भान्जी हो। यो मेरो भान्जी चाहिँ नर्स हो पेसाले चाहिँ। अहिले चाहिँ छुट्टी मनाउन आएको घरमा। अनि आज चाहिँ हाम्रो बारीमा आली तास्ने कार्यक्रम छ। खेतालाहरू पनि आउनु भएको छ। अनि बाबा चाहिँ यता गोठमा हुनुहुन्छ। भैँसी गोठमा भैँसीले कुँडो खुवाउँदै हुनुहुन्छ। आमा चाहिँ खेतालासँग जानुभएको छ। अनि खेतालाको लागि आज तरकारी चाहिँ नि आलु होइन भान्जी, आलु र के रे आलु साग भटमास अनि के अरे अन्डा भन्ने कुरो छ खेतालालाई होइन। अन्डा नि ल्याएको छ। अनि दाल भात तरकारी अचार अन्डा यो भइहाल्यो। साग अनि यसै गरी साग पनि ल्याइसकेको छ। अनि बारीको अर्ग्यानिक साग है। म चाहिँ अब यो चाहिँ हाम्रो किचन गाउँको घर। अब म चाहिँ अब के अरे बारीमा खेतालाहरूको लागि पानी लिएर जाँदैछु। भान्जी चाहिँ यहाँ अब खाना बनाउने तयारीमा छ। बाई बाई गरिदियो एकचोटि है। भान्जी अलि लजालु स्वभावको छ। अनि बाबा चाहिँ यहाँ हुनुहुन्छ केशराज गुरुङ। के अरे बाबु नाम? तपाईँको नाम के हो? यता हेर्नु, यता हेर्नु, यता। तपाईँको नाम के हो? केशराज गुरुङ। भान्जी हाँसिरहनु भएको छ। बाउ चाहिँ अहिले यहाँ भैँसीलाई कुँडो दिएर आउनु भएको हो। म चाहिँ अब पानी लिएर जाँदैछु। यो 2 बोतल पानी होइन, 2 बोतल पानी लिएर म जाँदैछु बारीमा है त। लु मिठो बनाऊ है भान्जी खाना। यस्तो छ गाउँ, हाम्रो गाउँको घर। गाउँ यस्तो छ जाँदैछ है त। म यो कुकुरहरू हाम्रै हो। आइज बेन्टु, आइज पानी पुऱ्याउनु जाने है। यो मेरो घरको कुकुर हो। जाम आइज। कस्तो हुन्छ नि गाउँमा चाहिँ यो आली तासेर अनि यो झारहरू सबै सुकाएर आगोले लगाएर पोलेर अलि तासेर अनि बल्ल मकै रोप्ने गर्छ। कति चाहिँ गाउँलेहरूले रोपि पनि सक्यो। हाम्रो चाहिँ मकै रोप्ने काम सकेको छैन। अनि यो तास्ने कामहरू बाँकी छ। लो पानी यो डिउ पानी, यो डिउ पनि मिसिया पानी। लो आमालाई दिनु, ठुलो आमालाई दिनु, बुढापाकाहरूलाई त्यस्तो सल्लमल्ल गरिदिनु न। ल आमा लिनु। ल न आमा, ल डिउ मिसाएको छ दिदी। अहिलेको जे भयो नि बुढापुरानालाई हामीले सल्लमल्ल गरिदिनु। म राम्रै तिमीलाई दिनु। तपाईँहरूलाई त मैले त पहिलोचोटि देखाएको कि क्या हो कि कसो हो? पहिल्यैचोटि होला। ऊ यहीँकै हो। हामी दौडा मात्रै उताको। तपाईँ कहाँको भन्नु? दमाई बुढी हो। आम्मा हेत्तेरिका। दमाई बुढी नाम चाहिँ के पर्यो लु भन्नु त? मुना विश्वकर्मा। दमाई बुढी नाम मुना विश्वकर्मा होइन? तपाईँलाई त मैले देखिरहेकै हो नि। तपाईँ त पुरानै हो नि चामल त। पुरानै चामल हो। पुरानै चामल। अहिलेको नयाँ। ल
तपाईँको माइत चाहिँ कता हो? मेरो डाँडो डाँड्छो हो? भनेपछि गुरुङ भाषा आउँछ? आउँछ जाति मुह जाति म कहीँ चाहिँ वा ततारै चाहिँ ततारै चाहिँ अनि तपाईँको चाहिँ कहाँ हो? उहाँ तपाईँ चाहिँ मैले चिने होइन बिचरा उसले त बुझ्दैन अब हो? ऊ कोल्कीको बहादुर चिन्नुहुन्छ? बहादुर बहादुरको ए तिलार हो बहादुरको जीवन साथी जीवन साथी है? उसले बिचरा त्यो त ताचै के भन्न ए गाउँ चाहिँ कहाँ अरे? सित्ती तिलार चिती हो? ए त्यही त नि मैले त तपाईँहरू दुईजना त पहिलोचोटि देखेँ यहाँ दिदीलाई त पहिला नि देखिन त देखेकै हो त्यति बोलचाल चाहिँ भएको थिएन है क्या तपाईँले जाने म पुरानो चामल हो पुरानो चामल यो बुहारी दुईजना त बुहारी पऱ्यो मैले त तपाईँ त मैले त भाउजै पऱ्यो होइन के गर्छ आमा म पुरानो चामल परे यो बुहारीहरू दुईजना नयाँ चामल पऱ्यो चामल दुई किसिमको हुने रहेछ हुन्छ नि एउटा नयाँ एउटा हाइब्रिड त नयाँ हो नि अँ हामी त लोकल लोकल रातो चामल मार्सी मार्सी त्यही त रातो यो कुकुर के भएको यस्तो यस्तै हो जहिले नै हामी काम गर्न आउँछ कति दिन गऱ्यौँ हामीले यहाँ काम सधैँ यस्तै हो त्यही त नि दमाई आमा नि आउने भने र आमा दमाई आमा होइन आए बिमला भने हो अलि कति बेला आउँदा ए बिहानको हिसाबले आउनु होला नि त्यसको हिसाब त कहाँ हुन्छ हौ ए आयो ल आयो दमाई आमा आयो लु तिमी कहाँ हराएर मरि थियौ पुर्णामा त अहिले पो ल आयो ल अलि उतै गएर भेडियो ल भाउजू छिटो आउनुहोस् गाउँघरको रमाइलो तपाईँले सबै ठाउँ फिजाइदिनुहुन्छ अब गाउँघरको रमाइलो यो होइन यहाँ अहिले 9,75,000जनाले लाइभ हेरिरहेछ हामीलाई संसारभरिबाट कति राम्रो रहेछ दमाईको श्रीमती भने मान्छेले फेरि यहाँ पुरानो चामल त ओरिजिनलै रहेछ भने यहाँ होइन यहाँ त दमाईको बुढी कस्तो राम्रो भन्नेले के भन्ने त लो बुहारी भने के लाइभ हो यो पुरानो चामल कस्तो भन्नेले के भन्ने पुरानो चामल के भने चाहिँ के भनिदिनु लु त भाउजू भनिदिनु एकचोटि के भन्ने त पुरानो चामललाई के भन्ने लु अब नयाँ स्थितिमा चल्दैन त्यो पुरानोलाई के भन्न पर्ने तपाईँले भन्ने पुरानो नयाँको दाम कसरी हो पुरानो चामल चाहिँ अलिक महँगो हुन्छ महँगो हाइब्रिड हुन्छ सस्तो हुन्छ पुरानो चामल अलिक महँगो हुन्छ हाइब्रिड सस्तो अब चाहिँ नि पुरानोले चाहिँ नि रोग लाग्दैन लाग्दैन अब पेट दुख्दैन घुनपुताली लाग्दैन पुरानोलाई घुनबुदान लाग्दैन अब त्यो कुन भाउमा राख्ने अब तपाईँले भन्नु ठिक छ डाँठो पनि यसो गरेको छ तपाईँले जता जता यस्तै आइज आइज बन्चरो नि खेलाउँछु नि अहिले त बल नभएर पो त हो र बन्चरो पनि यहाँ मात्रै हो नजोडिए हालो त गाउँघरमा त जोत्दैन नि त नि हाम्रोतिर त बजारतिर त जोत्छ फेरि जोतिन्थेँ मैले त बजारतिर त जोत्छ नि फेरि मिल्ने भए जोतिन्थेँ त्यही त हाम्रो गाउँघरमा चाहिँ मिलेन त्यो जोत्ने ठाउँ लैदिनु न मलाई हो बल्ल पुरानो लोकल ठिक हुन्छ आउँदा आउँदै कता बुढ्या त बाटो वहीँ पकाएर छ त्यही भएर पो त बाटो वहाँ पकाएर नि त केटी गएको नि त सबै माइतीहरू सबै यता आउनु भएछ अनि हामी त यता आएको भन्नु खाना खायो त भाउजू ल सुरु हजुर कहाँ गाली गर्ने यहाँ हिजो हिजो मैले एउटा कुरा पत्ता लगायो नि तपाईँको पैसा तपाईँको पैसा हराएछ तपाईँको 2-3 हजार होइन पैसा तपाईँको
हराई हारेन 250 हारा जस्तो छ तपाईँको 250 हारा त्यो पाउने मान्छे नि मैले भेट्या हिजो मसँग घाँस काट्न गएको थियो त्यो मान्छे चाहिँ अहिले गोरु जोत्दैछ माथि धेरै टाढाको मैले भने चाहिँ नभन्नु हिजो हामी दुईजना घाँस काट्न गएको थियो टाढा अनि होइन अनि के अरे घाँस काट्न गएको थियो क्या दाइरा म फोन त छोडे के अरे 250 निस्क्यो सुर्ती निकालेको थियो दाइले सुर्ती निकालेको थियो सुर्तीसँग 250 निस्क्यो क्या भाउजू अनि 250 निस्केपछि चाहिँ यो पैसा मैले चोरेको भन्नु भएन भन्छ कसको चोर्या त भने कसको हो नि भाउजूको चोर्या भन्छ क्या दाइले म खाँदिनँ म दिन त दिन्छु बुढीकै चोर्या हो भन्छ क्या त्यो भनेको एकदमै लोकल चामल हो लोकल चामल हो माया पिरिमको तर दाइले बेफेरि माया गर्छ भाउजूलाई भाउजू जति राम्रो त यो संसारमा कोही देख्दैन रे हिजो घाँस काट्ने बेला भन्यो हिजो त्यही भने के 200 रुपियाँ चोरिदिएको 250 चोरिदिएको थाहा छैन रे तपाईँलाई थाहा पाएन रे तपाईँले थाहै पाएन रे के अनि दिनु भाउजूले भन्यो होइन दिन्छु म बुढी पैसा म खाँदै खान्न नि मैले कमाएर दिने हो दिनलाई म उसको खान्न म दिन चाहिँ दिन्छु भने के अब भनेपछि तपाईँले अब जाने बित्तिकै 250 पाउने भयो कि